तपाईँ हेर्दै हुनुहुन्छ क्रिक भोइस नेपाल। हिजो नामिबियासँग नेपालले केवल एउटा गेम मात्रै हारेन, उसले अङ्क गुमायो, नेट रन रेटमा ठूलो चोट खायो र विश्वकप 2027 को यात्रामा दबाव बढायो। अब नेपालसँग सोच्ने समय छैन। 24 घण्टाभित्र अर्को चुनौती तयार छ, घरेलु मैदानमा खेलिरहेको नेदरल्यान्ड्ससँगको म्याच। आजको भिडियोमा हामी केवल अनुमान होइन, किन नेपाल हार्न सक्छ र किन नेपालले जित्न सक्छ र रोहित पौडेलले म्याच जित्नको लागि कुन रणनीति अपनाउनु पर्छ, गहिरो विश्लेषण गर्नेछौँ। हिजोको हारपछि नेपालको शीर्ष 4 मा पुग्ने लक्ष्यमा ठूलो धक्का पुगेको छ, त्यसैले अब प्रत्येक खेलको महत्त्व झन बढेर आएको छ। अब एउटा कुरा स्पष्ट देखिएको छ, नेपालको समस्या बलिङ होइन, नेपालको समस्या पावर प्ले ब्याटिङ हो। यदि नेपाल पहिलो 10 ओभरमा 2 देखि 3 विकेट गुमाउँछ भने पुरै इनिङ्स दबावमा जान्छ। नामिबिया विरुद्ध भएको पनि यही हो। नेपालले साझेदारी बनाउन सकेन, मध्यक्रम दबावमा आयो र अन्तिमतिर आक्रमण गर्न सक्ने अवस्था नै आएन। नेदरल्यान्ड्स एसोसिएट नेसन मात्र होइन, पछिल्ला केही वर्षमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ, वेस्ट इन्डिजसँग ठूलो स्कोरको खेल खेलेको छ, विश्वकप खेलिसकेको अनुभव पनि छ उसँग र यो उसको घरेलु मैदान हो। यो टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएको समूह छ र घरेलु अवस्थामा उनीहरूले परिस्थितिको राम्रो उपयोग गर्न सक्ने क्षमता पनि छ र खेल हुने स्पोर्ट पार्क उट्रेस मैदानको पिच धेरै चिसो हुन्छ, हावा चलिरहन्छ र नयाँ बल धेरै स्विङ हुने गर्छ। यही कारण पहिलो 8 देखि 10 ओभर ब्याट्सम्यानका लागि सबैभन्दा कठिन हुन्छ। त्यो हामीले नामिबियासँगको खेलमा पनि देखिसकेका छौँ। नेदरल्यान्ड्स पावर क्रिकेट खेल्दैन, उनीहरू स्मार्ट क्रिकेट खेल्छन्, सिङ्गल्स धेरै लिन्छन्, विकेट बचाउँछन्, गल्तीको प्रतीक्षा गर्छन्। त्यसैले नेपालले नेदरल्यान्ड्ससँग इमोसन होइन, डिसिप्लिन क्रिकेट खेल्नुपर्छ। कप्तानका रूपमा रोहितले रन बनाउनु मात्रै पर्याप्त हुँदैन, उनले इनिङ्स नियन्त्रण गर्नुपर्छ। यदि कप्तान 70 देखि 80 बल टिक्न सक्छ भने नेपाल 250 सम्म सजिलै पुग्न सक्छ। तर कप्तान चाँडै आउट भयो भने नेपाल फेरि 180 भन्दा तल सीमित हुन जान्छ। त्यस्तै दिपेन्द्र सिंह ऐरी पनि लिग 2 मा नेपालको सबैभन्दा भरपर्दो ब्याट्सम्यान हुन्। उनीसँग स्ट्राइक रोटेट गर्ने क्षमता छ, स्पिन राम्रो खेल्छन्, अन्तिम ओभर्समा फिनिसिङ गर्न पनि सक्छन्। यही कारण उनी क्रिजमा जति लामो बस्छन् नेपालको जित्ने सम्भावना त्यति बढ्छ। उनी हालको लिग 2 चक्रमा नेपालको अग्रणी रन स्कोरर मध्ये एक पनि हुन्। यदि नेपाल सङ्कटमा नै पर्छ भने त्यसपछि सबैभन्दा ठूलो एक्सपेक्टर गुलसन झा पनि छन्, किनकि उनी नयाँ बल खेल्न सक्छन्, लामो छक्का हान्न सक्छन् र 5-6 ओभर बोलिङ पनि गर्न सक्छन्। त्यस्तै नेपाललाई धेरै पटक खेल जिताएका खेलाडी सन्दीप पनि छन्। नेदरल्यान्ड्सका ब्याट्सम्यान स्पिन त राम्रो खेल्छन्, तर सन्दीपको गुली अझै पनि एसोसिएट क्रिकेटमा घातक नै मानिन्छ। यदि उनले मध्य ओभरमा 2 विकेट निकाले भने खेल नेपालतिर फर्किन सक्छ। अब नेपालले टस जिते के गर्ने त? म त भन्छु पहिला बोलिङ नै गर्ने। नेदरल्यान्ड्सको मैदान 20 देखि 25 ओभरसम्म बोलिङ पिच नै हुने गर्छ। तसर्थ नेपालले टस जित्यो भने पहिला बोलिङ गर्नुपर्छ र जित निकाल्नको लागि पहिलो 10 ओभरमा 1 विकेट भन्दा बढी नगुमाउने, कम्तीमा एउटा 80+ रनको साझेदारी गर्ने, अतिरिक्त रन 10 भन्दा कम दिने, पहिलो 15 ओभरमा विपक्षीका 2 विकेट लिने, सन्दीप र सोमपालले मध्य ओभर नियन्त्रण गर्ने। सँगसँगै रोहित पौडेलले कप्तानी इनिङ्स खेल्नुपर्छ, दिपेन्द्रले अन्तिमसम्म टिक्नुपर्छ, सन्दीपले मध्य ओभरमा विकेट लिनुपर्छ र नयाँ बलमा सोमपाल र करण यदि हेमन्त धामी खेले भने उनले पनि दबाव सिर्जना गर्नुपर्छ नेदरल्यान्ड्स विरुद्ध। नेदरल्यान्ड्स विरुद्ध यी कुराहरू नेपालले अवलम्बन गर्यो भने नेपालले नेदरल्यान्ड्सलाई सहजै हराउन सक्छ। यो खेल केवल 2 अङ्कको होइन। यदि नेपाल फेरि हार्यो भने टप 4 को दौड निकै कठिन बन्न सक्छ। तर यदि नेपालले नेदरल्यान्ड्सलाई उसकै मैदानमा हरायो भने फेरि नेपालको आत्मविश्वास फर्किनेछ, नेट रन रेट सुधार्ने अवसर आउनेछ र विश्वकप 2027 को सपना पुनः बलियो बन्न सक्छ। हाल नेपाल 5औं स्थानमा रहेकाले बाँकी खेलहरू अत्यन्त निर्णायक बनेका छन्। अब प्लेइङ 11 को कुरा गर्ने हो भने कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, भीम सार्की, गुलसन झा, सोमपाल कामी, करण केसी, हेमन्त धामी र सन्दीप लामिछानेलाई लिएर अगाडि बढ्न सकिन्छ। हेमन्त धामीलाई यहाँ राख्नै पर्ने हुन्छ किनकि उनको स्विङ हामीले जर्सी विरुद्धको खेलमा देखिसकेका छौँ। अन्त्यमा मलाई एउटा कुरा विश्वास छ, नेपालले हिजोको हारबाट सिक्यो भने भोलिको खेल जित्न सक्छ। तर यदि उही गल्ती दोहोरियो भने विश्वकप 2027 को यात्रा अझ कठिन बन्ने पक्का-पक्की नै छ। तपाईको विचारमा नेदरल्यान्ड्स विरुद्धको प्लेइङ 11 कस्तो छ? कृपया कमेन्टमा लेख्न नबिर्सिनुहोला। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म यो भिडियोबाट बिदा हुन्छु। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। जय नेपाल, जय क्रिकेट।